हेलो साथीहरू नमस्ते सबैजनालाई अनि वेलकम छ मेरो युट्युब च्यानलमा। अनि त्यसपछि आज चाहिँ म लङ टाइम पछि भिडियो बनाउन गइरहेको छु। सो मेरो भिडियो के कस्तो हुन्छ त सबैजनाले मेरो भिडियोलाई हेरेर साथ दिनु होला। अनि आज चाहिँ पानी परेकै छ। सो त्यही भएर चाहिँ आज म तातो तातो चाउचाउ बनाएर खान लागेको छु साथीहरू। अहिले चाहिँ 3 बज्न आँटेको छ बिहानको अरे दिउँसोको होइन। अनि त्यही हो, अब खाजा खाने टाइम पनि हो नि त हाम्रो। अनि त्यही भएर त्यही हो, मेरो छोरालाई मैले यो बल किनिदिएको साथीहरू 100 रुपियाँमा। मेरो छोरा यो बल पारे यति खुसी भएको थियो, त्यो मलाई पनि थाहा छ होइन बेबी तिम्रो लागि खाजा बनाएको थिएँ। यसो साथीहरू म चाहिँ नानीको लागि त्यहाँ खाजा बनाउँदैछु। अनि त्यही भएर त्यहाँ जानुपर्ने हुन्छ होइन। त्यही हो, नानीको लागि चाहिँ यहाँनिर खाना पाक्दैछ। म चाहिँ चिउरा र सुजी बनाइदिनु लागि यसरी उमालेर जाउलो जस्तै हुन्छ नि त। अनि त्यही भएर चाहिँ म नानीलाई चाहिँ यसरी नै बनाइदिन्छु बिहान दिउँसोको नास्ता चाहिँ। तर यो मात्रै बनाउँदैन, अरू पनि दिन्छु, फेरि दिन्छु नानीलाई चाहिँ। अनि आज चाहिँ चिउरा र सुजीको पाला आएको छ। अनि त्यही भएर चाहिँ चिउरा र सुजी बनाइदिन लागेको छु। अनि अब मेरो पनि पालो आउँछ, म पनि अब बनाएर खाने हो भट्टाभट। जाडोमा तातो तातो चाउचाउ बनाएर खानु लागेको छु। अब हेरौँ कतिको नानीले दिन्छ। चकचक त यत्तिकै छ यसको, चकचक यत्तिकै छ, खानु कसरी देला र मलाई त चकचक बेसी छ कि मेरो छोराको त। ओहो चकचक गर्नु ऊ बल हिजो अस्ति लगन खेलमा बल नहुने उसलाई बल किन्दैछ अहिले। ऊ त्यहाँ बल फ्यालेर हेर यसको चकचक। बेबी त्यस्तो नगर न, किन त्यस्तो गरेको? यसरी चकचक गर्छ। अनि त्यही भएर अहिलेसम्म चाहिँ सुत्यो, बल चाहिँ यहाँनिर फ्याली गइछ है ऊ त्यहाँनिर चकचक गरिरहेछ। साथीले खोर्सानी खाँदा त हुरुक्क हुन्छ होला त। त्यो त हुन्छ है त खोर्सानी हो बेबी। साथी यता आइसो त। साथी लाइन पनि गएर अघिसम्म त लाइन गएन, अहिले चाहिँ भट्टाभट लाइन पनि गइराखेको छ। त्यही भएर यसो अल्छी लागेर भिडियो बनाएको। बेबी आउनुहोस् यता। नाइ खोर्सानी दिनुभएको बाजिन्छ होला तिमीहरूमा फेरि। ताली मेरो चाहिँ चाउचाउ रेडी भइसक्यो। अनि अहिले चाहिँ मैले यहाँनिर पकाइसकेको छु। अब चाहिँ म यसलाई के गर्छ के भयो ल, नानीले सु गरेको भयो। अब चाहिँ म यो मसला लाउँछु अनि खानेवालामा छु। त्यही हो, चाउचाउ चाहिँ रेडी भइसक्यो। अनि मैले चाहिँ यहाँ लिएर आइसकेँ चाउचाउ, म खान्छु यसरी। अन्डा बनाऊँ भनेको नानीले अन्डै बनाउँदैन। अनि त्यही भएर हातले मलेको भएन, हातले पनि तातो हुने रहेछ तातो। यता पछाडि चाहिँ मेरो छोरा बच्चो छ, बच्चो नहुँदा तातोले यसमा त अन्डै घोलेर खानुपर्छ क्या। पिरो भयो गाइस यसले त। हामी आमा छोराले चाहिँ खाजा खाएर भ्याइसक्यो। अनि त्यसपछि अब चाहिँ हामी चुठाभाडा गरेर एकछिन छोरालाई बल खेलाउनु माथि जाँदैछु साथीहरू। ल माया गर मामुलाई, छिटो अनि बाहिर मुखमा ताली। ल जानुहोस् उता। अब म चाहिँ नानीलाई बल खेलाउनु माथि लान्छु एकछिनमा। अनि जुठाबाट बसेको सुरुमा लाइन गइराखेको छ। हेलो गर्दै त, हेलो माया गर्दै त साथीहरूलाई, सबैजनालाई माया गर्दै त, छिटो माया। सरी पो भन्छ, टोपी फुकालो यसले त। राम्रो माया गर्दै त मेरो साथीहरूलाई, माया गर्दै त सानो, माया गरी गर्दा त नगर्ने भुन्टुले हिँड्यो। अनि त्यही हो, अब जान्छु जुठाएर गर्ने। अनि सबैजना मेरो साथीहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला। अनि न्यू साथीहरूले चाहिँ सब्सक्राइब पनि गरिदिनु होला। मेरो छोरा हेर्नु यहाँ के गर्दैछ। मेरो छोरा चाहिँ त्यहाँनिर मुनि बल ल्याइछ कि
अनि सुतेर हेरेर अनि यहाँ आउँदैछु टिपेर खायो भुइँको भुजाहरू यस्तो अहिले मैले चिटिक्क बनाएर बसिरहेको थिएँ चिटिक्क बनाएर बसिरहेको थिएँ यो उठेपछि त भद्रगो लथालिङ्गै हुन्छ हौ सब मैला बनाउँदै बस्छ नि त त्यही भएर भुइँको टिप्दै खाँदैछ क्या यो भुजा दिएको थियो कि अब यसले कम्ता टिपेर खान्छ ऊ खा पछि अब यो भिडियोमा तँलाई युट्युबमा हालिदिन्छ अनि पछि हुन्छ पछि के हुन्छ थाहा छ सानोमा कसरी टिपेर खाँदैछ भनेर त थाहा हुन्छ अनि एक भिडियो राखिदिन्छु कि म युट्युबमा हस् माया गरिदेऊ त छिटो मेरो साथीहरूलाई माया गरिदेऊ आउनु ले त आउनु के हेरेको थिएछ अरे के भन् त के छ भन्नुहोस् त हजुर बल हेर्दैछ क्या त्यहाँ मुनि त्यसरी हिँड्छ हेर्छ जहिले नि के छ बाबा त्यहाँ त्यसरी नपछारिनु त बल छ म बल झिकिदिन्छु ल अनि मुनि चाहिँ किन राख्नु भएको त छोरा बल यहाँ करेला पनि यसले नि खिहालेको छ मुनि अनि बल टमाटर हो यहाँ छ बल एउटा बल अन्डा छ छोरा अन्डा यहाँ अन्डा पनि छोराको लागि अन्डा बल फेरि पछाडि अब त्यसरी नै हेर्ने बेला आउँदैन पुऱ्याइहाल्छ उता अनि ल मेरो छोरा चाहिँ यहाँनिर खेल्न आइसकेको छ बल बोकेर त साइकलवाला भाइलाई हेर्दैछ अनि अब चाहिँ यसलाई म यहाँ खेलाउनु ल्याउनु पऱ्यो क्या दिनैपछि अनि अब यो चाहिँ बल खेल्छ यहाँ अनि म चाहिँ एकछिन बस्छु लस है लड्नु खोज्दैछ बलभन्दा ठुलो कुरा केही होइन फेरि यसको यो ल खेल बाबा हेर साइकलवाला भाइलाई हेरेको भयो त अब खेल्छ यो 1 घन्टा जति खेलाएर लान्छु खेल ल हान ल मम्मीलाई हान त ल जाऊ बिस्तारी छोरा जाऊ लिने जाऊ पानीमा जाँदैछ जानु ल जानु हात दिने हिँड ल आऊ मेरो हात समातेर हिँड्ने अरे यो चाहिँ ल हान अब यसले लात्ती हान्छ हामी चाहिँ यता आएको छौँ है अहिले चाहिँ यता नजिकै आएको छौँ रुमदेखि 2 मिनट पछाडि 2 मिनटको बाटो आएको छौँ अनि त्यही भएर खेल न छिटो खेलाउनु ल्याएको त के पो समाति बस्दो रहेछ यो त खेल्दैन जस्तो छ यता चाहिँ मकै बारीहरू छ यहाँ त रोइन छ मकै हाम्रो रुम जाने बाटो अहिले चाहिँ दामी मौसम भएको छ के दिनभरि पानी परेर घाम लागेको छ अब चाहिँ घाम लाग्छ भने आँस सफा भइरहेछ क्या आकाश पनि यस्तो सफा भइरहेछ है आकाश पुरै सफा भइरहेछ अब चाहिँ घाम लाग्छ होला साथीहरू किनभने पानी परेको पनि धेरै दिन भयो नि त काठमाडौँतिर अनि अब चाहिँ घाम लाग्छ भने आँस छ क्या मलाई चाहिँ किनभने नानीको लुगाहरू नसुकेर हैरान भइरहेछ राम बिजोग भएर पो बस्नु परेको छ त गाइजहरू खेल न लु यो त नखेल्ने रहेछ हिजो त थुप्रो खेलेको थियो आज त खेल्दैन पनि बसिरहेको छ खेल्यो हेर खेलेको ल खेल छिटो बेबी अब म मेरो छोराको टिकटक बनाउँछु अब चाहिँ आजको चाहिँ म भिडियो यति नै होला यहाँको चाहिँ यति नै हो खासै केही त छैन त्यही पनि त्यही हो अब म टिकटक चाहिँ बनाउन चाहन्छु त्यही हो अनि त्यसपछि अब चाहिँ म फेरि अहिले चाहिँ कति बजे 2 बजे चाहिँ अब मेरो छोराको लागि नास्ता बनाउने टाइम भयो नि त अनि अब चाहिँ म नास्ता बनाउँछु अनि यो भिडियो चाहिँ मेरो हिजो र आजको हो हिजो बनाएको थिएँ अलिकति नि आज फेरि सुरु गर्दैछु अनि अब म नानीलाई के को खाजा बनाउँछु सबैजनाले हेर्दै गर्नु होला है त अनि म चाहिँ अब यहाँनिर खाजा बनाउन लाग्दैछु अनि म चाहिँ ब्याक क्यामेरा बनाउँछु अब कस्तो हुन्छ हेर्दै गर्नु होला अनि म चाहिँ के को खाजा बनाउँछु भने सुरुमा यहाँ आधी केरा लिएको छु हातमा यसलाई चुक्याएर अनि बनाउनेवालामा छु गाइस मजाले पाकेको छ नि त अनि यसलाई चाहिँ म मिक्स गर्छु क्या यसरी
यसरी पुरै घुम्छु होइन, पुरै मिक्छु। घाँटी पो दुख्यो त हौ मेरो त, पानी भन्दै खाएकै थिएन, चिसो मात्रै खाइरहेको छु क्या, त्यो त मजाले भएन। अनि त्यसपछि त्यसको लागि चाहिँ म होइन, यसको लागि चाहिँ मैले तावा तताउनु पर्ने हुन्छ, किनभने उयो खाने रहेछ। अनि म अलिकति यसको लागि चाहिँ त्यो भुट्नेवाला छु क्या, हेर्दो रहेछ काट्छ हो। यसको लागि चाहिँ मैले अलिकति यो के पो मैले होइन हौ, आँटा भुट्नेवालामा छु, थोरै क्या भुटेर बनाएर नानीको लागि सक्नु पऱ्यो। अनि आँटा थोरै आँटा भुट्छु, अनि ब्राउन कलरको भएपछि भुटेर बनाउँदा राम्रो नि त, यहाँ मिक्स गरेर। मैले चाहिँ फर्स्ट टाइम बनाउने कोसिस गर्दैछु, किनभने मैले चाहिँ उमा टिकटकमा देखेर बनाउनु लागेको। त्यही साथी मैले हिजो भिडियो बनाइहालेँ, अनि अहिले चाहिँ अलिकति सुरु गर्दैछु क्या, आज फेरि पनि सुरु गरेर। अहिलेसम्म चाहिँ म फेरि बाहिर घुमेर आएको हुँ, एक्लै घुमेर आएको, मोज भनेर के भन्नु, नानी सुतिराखेको थियो। अनि न्याङलाई उठाएँ, अहिले त त्यो सुत्यो त नि, अब रातभरि सुत्दैन, अनि त अब सुतिहाल्छ, मेरो पो दशा आउँछ सक्दैन, त्यो पनि भइसकेको छ। अब यसलाई म यहाँ बस्छु, फेरि यसलाई एड गरेर यसरी मिक्स गर्छु क्या साथीहरू, हेर्दै गर्नु होला है। मैले ब्याक क्यामेरा बनाइराख्छु क्या। अनि त्यसपछि यता चाहिँ यस्तो छ है, अनि यसलाई चाहिँ म मजाले मिक्स गर्छु साथीहरू। फेरि मिक्स गर्नु मिलेन क्या, अब यसलाई यहाँ फेरि एउटा चिज हाल्नुपर्छ, के भन्दाखेरि अन्डा। म अन्डै हालेर मिक्स गर्छु साथीहरू। मेरो छोरा खाजा चाहिँ यतिको बनिसकेको छ, अहिले देखेन क्या, यतिको बनिसकेको छ। अब चाहिँ मेरो छोरा खाँदैछ, अनि त्यही हो साथीहरू। कस्तो भयो छोरा, मिठो भयो, मिठो मिठो मिठो। मेरो छोरा चाहिँ खुसी हुँदै खाँदैछ, खानु ल। त्यही हो साथीहरू, मेरो छोराले चाहिँ आजको खाजा चाहिँ ओभर मन पराइदिएको छ। यहाँ राख न। अनि पहिला कहाँ चाहिँ फेरि दिनु पर्दो रहेछ क्या, त्यही भएर खाँदो रहेछ, नभए त अरू बेला त खाँदैन नि त खासै, जाउलो माम। अनि आज चाहिँ यो रोटीहरू बनाइदिएको, अनि यही खाँदैछ, हात नलाउनु, दुईवटा खाइसक्यो। त्यही साथै आजको भिडियो चाहिँ यति नै। हिजो र आजको चाहिँ मैले भिडियो मिसाएर बनाएको थिएँ, त्यही भएर चाहिँ हो आजको भिडियो चाहिँ म एन्ड गर्न चाहन्छु। बाई बाई, बाई गरिदेऊ छोरा, बाई गरिदेऊ, बाई, छिटो बाई गरिदेऊ न ल, बाई बाई।